हेलो साथीहरू, नमस्कार। सेवार हो। पछिल्लो गएको टिकटकको भेजमा तपाईँहरूलाई मैले हाम्रो मेभिक एयर ड्रोन कसरी एसेम्बल गर्ने, कसरी जोड्ने, कसरी कनेक्सन गर्ने भन्ने कुरा मैले सिकिरहेको भिडियो टिकटकमा लोड गरेको थिएँ, हेर्नुभयो होला। अब चाहिँ यसरी ड्रोन एसेम्बल गरिसकेपछि, कनेक्सन गरिसकेपछि, जोडिसकेपछि कसरी उडाउने भन्ने कुराहरू मैले सिक्दैको भिडियो तपाईँहरूलाई एउटा लाइभ तरिकाले टिकटकमा लोड गरेछु, हेर्नु होला। सर्वप्रथम यो ड्रोनलाई अलिकति हल्का खुल्ला इलाका समतल भूभागमा राख्नुपर्दछ। हुन त हतपत यो स्टप गर्दा छ हतपत यो ठोकिँदैन, तर म जस्तो अन्जानले उडाउँदै गर्दाखेरि कहिलेकाहीँ नेटवर्क पक्रिएन भने ठोकिन पनि सक्छ। तर समतल र अलिकति खुल्ला, योभन्दा नि खुल्ला, यहाँ त अलिकति घामतिर बाहिर गएन, खुल्ला इलाकामा यसरी राख्नुपर्छ। यसरी ड्रोन समतल भूभागमा राखिसकेपछि अब यसका यो बटनहरूले कसरी के गर्दा कुन काम गर्छ त भन्ने कुरा सामान्यतया मैले सिकेको कुरा तपाईँहरूलाई यो बताउनु गइरहेको छु। यो लेफ्ट ह्यान्ड बटन, यो राइट है। यो लेफ्ट ह्यान्ड बटनको यो दुइटै बटनको लगभग 45 डिग्री भित्रपट्टि लियो भने यो स्टार्ट हुन्छ है त साथीहरू। यो यसरी स्टार्ट भएपछि यो छोडिदिने। यसरी छोडिसकेपछि अब यसलाई टेकअप कसरी लिने त? लेफ्ट ह्यान्ड साइडको बटन थोरै अगाडिपट्टि गर्ने, यसले भुइँ छोड्छ, हल्का माथि हुन्छ है। ल यो माथि गयो होइन। यसरी माथि गइसकेपछि अब यो यसको फ्रन्ट साइड भनेको क्यामेरा साइड हो। अब फ्रन्ट साइडमा अब यो लेफ्ट ह्यान्ड साइडको यसलाई लेफ्ट गऱ्यो भने यो लेफ्ट टर्न लिन्छ। जस्तै लेफ्ट टर्न लियो होइन, लेफ्ट टर्न लियो। त्यसै गरी यही बटनलाई राइट साइड लियो भने यो राइट टर्न लिन्छ है, राइट टर्न लियो। त्यसै गरी अब यो बटनको अगाडिपट्टि गऱ्यो भने यो फ्रन्टेज अगाडि जान्छ। त्यस्तै गरी अलिकति पछाडि यो बटन पछाडि हाम्रो अगाडिपट्टि ल्यायो भने यो ड्रोन हल्का पछाडि आउँछ होइन। त्यस्तै गरी यो ड्रोन यो बटन राइट साइडमा गयो भने राइट जान्छ। त्यसै गरी लेफ्ट ह्यान्ड गऱ्यो भने लेफ्ट आउँछ। त्यसै गरी यसलाई भिडियो खिच्न छ भने यो रातो बटन छ, यसलाई एकचोटि क्लिक गऱ्यो भने यसले भिडियो खिच्छ। यो क्यामेराको एकचोटि क्लिक गऱ्यो भने यसले फोटो खिच्छ। त्यसै गरी यो एउटा बटन छ, यो स्क्रोल टाइपको, यो यताउति घुमाउनु भयो भने त्यो क्यामेराको तल माथि यसले डाइरेक्सन चेन्ज गर्छ साथीहरू है। त्यसै गरी यसलाई अब ल्यान्ड गर्नु पऱ्यो भने यो बटनलाई तल गऱ्यो भने ल्यान्ड हुन्छ साथीहरू है। हस्त साथीहरू, यो ड्रोनको सामान्यतया यो बटनहरूले क्या काम गर्छ र कसरी टेकअप लिन्छ भन्ने कुरा सामान्यतया मैले सिकेको कुराहरू त्यहाँ भिडियोमा अपलोड गरेँ। अब आउने दिनमा यसैले कसरी माथि फ्लाइ गर्ने, कति टाढा कसरी लिने, कसरी ठुलो एरियालाई कभर गरेर भिडियो लिने भन्ने कुरा म सिक्दै भिडियोमा हाल्दै गर्छु, हेरिदिनु है त साथीहरू। हस् त, यहाँ आएर यो हाम्रो मेभिक एयर ड्रोन कसरी टेकअप लिने भन्ने कुराको सामान्यतया सानो भिडियो यहाँ पुरा गर्न सक्छु। हस् त, धन्यवाद। सेवा रहो।